कपी पेस्ट हामीहरू खाइने बेलामा चाहिँ ठ्याक्क पारिहाल्नुहुन्छ होइन यो चाहिँ के हुँदैन मैले एक्चुअली ढकारे भने चाहिँ यस्तो मारिएको ठ्याक्क खाना खाएर ठ्याक्क हामी बसिरहेको हुन्छु म खाइरहेको हुन्छु राम्रो बानी भयो मलाई ढ्याउ गऱ्यो भने चाहिँ कस्तो नराम्रो बानी हुन्छ त्यो बानी सुधारे भन्नुहुन्छ पुछेर ड्याडु कुनामा आउनुहुन्छ निक्लिनु पनि पाउनु त्यहाँबाट कुनाको सिटमा आउनुहुन्छ अचारो काम गर्छ होला होइन अचारो काम गर्छ होला मन परे मान्छेको त बाँच्न आउँछ नि पाक त्यो त्यो बिचरा जय पीडित हो क्या जय पीडित हो क्या म त मतलब लाग्दैन म तपाईँले ढकार्दा उसलाई भने जस्तो म पनि भन्छु उहाँलाई बानी सुधार्नु पर्यो के भन्छु बाबा बानी सुधार म त आफै निस्किदिन्छु ड्याम के गर्छ भन्नु त बाबाले पाल्यो भने के गर्छ म त पुरै निस्किन्छु पाल्दा के गर्छ बाबुले मैले मामको लागि पात्दा त पात्दिनँ गाली गर्नु थाहा रहेछ बोल्लास देपा चाहिँ घरमा गएर तँलाई भेट्लास नि भनेर एकदम पुरा न्युट्रल गरेर बसिरहेको त्यहाँ जालास त मेरो बुढाइ सुराइ गरिस् भने बेलामा देखाउनुलाई त्यो राखिरहेको हुन्छ कि सबैले हाँसेको हो क्या मलाई सबैले हाँसेको तल सिमेन्ट भएर पाँच माथि जान लागेको सबैलाई रातिले कहाँ सुत्नु हुन्छ एक्सपोर्ट हुन्छ अहिले त मुद्दै गाडी के खान्छ मिक्स भएर फ्युजन भएर ब्लास्ट झन् ठुलो हुन्छ है आयो नि क्या फर्मेट त भन्दैन नि है भन्छन् किन फर्मेट नभए नि कहाँ भन्छ राम्रो हो नि त प्रोबायोटिक हो नि त एकदम त लिमिटेड खानु पर्यो एकदम अमिलो दही खानुहुन्छ त्यो पनि कन्स्टिपेसन छ अर्कोले ऊ त्यो चाहिँ राम्रो हो त किम्ची चाहिँ कोही किम्ची सिद्धियो ए बाबा ल अब चाहिँ राखेँ है त बाई बाई गुड नाइट